अनु सुन न मेरो कुरा फोन पायौ नि होइन अब त किन रुको तिमी किन रुक्यो यति साह्रो नानी हावामा रुने होइन अब स्कुल जाने भाइ बहिनी हेर्ने बस्नेलाई नानी नरुनु नरु हावामा रुनु पर्दैन है अब चाहिँ अनुको घर पनि भइसक्यो सबै भइसक्यो अब यस्तो खुसीको बेला चाहिँ रुने हो झन् पछि कल गर्नु हामी छँदैछौँ सुन्यौ केही भयो अब त फोन पायो नि नानीले फोन दिनुभयो अरे दाजुले कि छैन एकछिनमा दिनुहुन्छ किनिदिनु भयो अरे तिमीलाई ल गर्नुको अब फोन पनि भइहाल्यो खुसीको कुरा अनि उसको आइडी बनाइदिन्छौँ हामी भुँडी दुख्यो हेर न भुँडीमा उयो गर्दैछ हे भगवान् खुसी भएर बस्नु त्यहाँनिर ज्ञानी भएर नत्र लौरो लिएर आउँछु म फेरि बारीको पाटामा लगेर अनुलाई लट्ठीले कुट्छु सुन्यौ कुट्छु भन्छु कुट्छु त अब चाहिँ म साँच्चीकै कुट्छु क्या अब चाहिँ नरुवा नानी नरुनु ल नरुनु हामी छौँ त किन रुको काम हिँड्न तल अब हेर न रुको अरे हे भगवान् ए नरुवा न हो नरुवा आऊ त आऊ खुसी हुनुपर्छ होइन मुख धुने रुएर नानी बिचरा आज चाहिँ रातभरि पानी परेर हावा चलेर सुत्दा पनि सातो गएको थियो अनि मौसम चाहिँ यस्तो दामी भइरहेको छ आज पानी परेर हेर्दै दामी खालको राम्रो लाग्ने क्या चिसो पनि भएको छ अनि यताको मौसम त यत्तिकै चिसो छ प्लस पानी पनि पर्थ्यो अनि झन् क्या धेरै चिसो छ क्या यस्तो जाडो भइरहेछ यो खुट्टा चाहिँ के भएको होला नि यस्तो यो खुट्टा नि यस्तो भएको छ हौ म त के गर्नु यो चप्पल लाउँदा क्या चप्पल लाएर यस्तो भएको छ यो डढेर खुट्टा मेरो म चाहिँ जान्छु हाम्रो जहिलेको रुटिनै त्यही हो बिहान उठ्यो अनि अनु बहिनीको घर गयो बिहान उठ्यो बहिनीको घर गयो काम गऱ्यो त्यही छ हाम्रो चाहिँ रेगुलर रुटिन अब चाहिँ म पुग्न लाग्यो मेरो यस्तै छपारा मेरो दुश्मन छ ल कता हो केटाकेटीहरू यत्रो धेरैजना बजार कताको यताको कि यताको आमामा ओ गाडी आउँछ है पछाडि बिस्तारै हिँड के किन नभएको हौ तिमीहरू सबैजना ए कपाल काट्न यताबाट हिँड्नु ल यसरी गाडीहरू आउँछ पछाडिदेखि यो बाटैबाट हिँड्नु यताको कान्छा यहाँ आऊ त तिमी ओ कान्छा घरमै छौ अहिले घरमै बस जाँदैछौ ए गुट हुनुपर्छ फटा हुनु हुँदैन नि सुन्यौ ल जाऊ भाइ मजाले पढ्नु स्कुल जानु स्कुल चाहिँ जाँदैछौ कि छैनौ जानु है स्कुलहरू जानु अनि यहाँ चाहिँ यस्तो छ है पछाडि चाहिँ धमाधम काम भइरहेको छ घर भत्किरहेको छ अनि हाम्रो हिरो भाइले चाहिँ काम गरिरहेको छ यसरी भाइ तिमी किन यति हिरो किन तिमी यति हिरो भएको किन ह्यान्डसम भएको भनेको क्या यसरी यति साह्रो यस्तो ह्यान्डसम छ अन्त भाइ काम पनि डेन्जर गर्छ हाम्रो हिरो भाइले भाइ नुहाउनु चाहिँ पर्छ है कपाल फोहोर छ जस्तो छ तिम्रो नुहाउनु चाहिँ पर्छ र खान्छ काम गरे पनि सफा बस्नुपर्छ यहाँ चाहिँ धमाधम उयो कान्छीले उयो बोकिरहेछ कान्छीले यो ढुङ्गा बोकिरहेको छ कान्छी मायाले के हुँदैछ यहाँनिर अब यहाँ त ढुङ्गा फुटाल पो हुँदो रहेछ ए यहाँनिर यस्तो हुँदैछ कान्छीको घर अब यसले त नि आँखामा लाग्यो भने त तनाव हुन्छ त नि आज चाहिँ यो यता लास्ट हो जस्तो लागिरहेछ हाम्रो नि आज चाहिँ हामी घर जान्छौँ होला सबैजना कान्छा यहाँ हेर्नु को हो सपना ए सपना होइन त कान्छा यहाँ आऊ त नानी बाजे नमस्ते सन्चै हुनुहुन्छ खाना खानुभयो ए ठिक यो टाक खुस्केछ नि बाजेको भुँडीको टाक खुस्केछ नि लाउनु बाजे हुनुहुन्छ अन्नुको बाजे सबैले चिन्न सक्नुहुन्छ होला बाजे चाहिँ धमाधम काम गरेको हुनुहुन्छ बिहानदेखि यो उयो बाँसको भाटाहरू बोकिराख्नु भएको थियो टाँटीहरू यहाँनिर घर बनेको धमाधम बाजेले सघाइराख्नु भएको छ अनि कान्छी मायाले धमाधम ढुङ्गा बोकिरहेको छ अनि यहाँनिर बोजू हुनुहुन्छ पछाडि अनि यहाँ दाई हुनुहुन्छ
अनि आमामा यसले त टाउकोमा लाग्छ। अनि हाम्रो दाजुहरू हुनुहुन्छ यहाँ होमबहादुर दाजु वेलकम छ तपाईँलाई मेरो ब्लगमा। खोइ थ्याङ्क यू भन्नुभएको। धन्यवाद भन्नुहोस् न दाजु। ए दाजु धन्यवाद भन्नु पनि सक्नु हुँदैन र। स्वागतम दाजुलाई। यहाँनिर हाम्रो दाजुहरूले चाहिँ यो ढुङ्गा लाउँदै हुनुहुन्छ। सोलिङको काम भइरहेको छ। कान्छीले ढुङ्गा ल्याएकै छिन्। अनि यता ती पनि हेल्प गर लिनुको लागि। ओहो डरै लाग्यो। साइना दाजु यता हेर्नु न। अब हामी जाने अब दाजु जाने। दाजुले ज्वाइँ नै खोजिदिनु भएन एउटा नि के गर्नु। जान्छु भन्नु पर्दैन त तपाईँहरूले पो खोजिदिनु पर्ने हो त। यस्तै हो रमाइलो दाजुहरू लास्टै रमाइलो हुनुहुन्छ नि। म नि यस्तै भनिदिन्छु क्या। ओ कान्छी माया अब जाने हो हामी आज जाने आज चाहिँ हाम्रो लास्ट भिडियो यहीँको हुनेछ। आजको चाहिँ लास्ट भिडियो। अब के गर्नु कहाँ राख्ने त तिम्रो घरमा? दाइसँग भाउजू बनाएर राख्ने। के अरे दाइसँग भाउजू बनाएर। दाइ चाहिँ को हो तपाईँहरूको दाइ चाहिँ? त्यो दाइ तपाईँले सोल्टी हाल्नु। आमामा त्यस्तो होइन मैले नि सोच्नु चाहिँ त्यही सोचेको थिएँ। तर अब हुँदैन त्यस्तो। हुन्छ नि हुँदैन। अहिले भरे हिँड्ने बेला तपाईँलाई यतै राख्ने अरूलाई सबैलाई पठाउँछु। ओके ल भरे मलाई रोक्नु ल। भरे मलाई रोक्नु। दाइको बाइक छँदैछ भगाउनु भन्छु म। यहाँ चाहिँ भ्लग गर्दैछु। अब आजको हाम्रो यहाँ लास्ट हो नि त। अनि त्यही भएर यसो अपडेट दिएको क्या दाजु घरको। यहाँनिर यो पनि लागिसक्यो यो ग्रिल पनि लागिसक्यो। हजुरहरूले यसो अपडेट गर्नु भन्नुहुँदै थियो। अनि यो है आजको अपडेट चाहिँ यो ड्याङडुङ लाग्यो। अब यसमा प्राइमर अनि कलर गर्न बाँकी छ। आज त सक्यो। टायर्स पनि लाग्छ होइन दाजु? आज टायर्स पनि लागिसक्न लाग्यो। दाजु कल पायो त हौ। यहाँनिर अब यहीँ बाहिरैसम्म लाग्छ आज चाहिँ। अनि यो लागिसकेपछि चाहिँ छिर्न मिल्दैन होला। भोलिदेखि मात्रै होला। दामी भयो है। यसरी झ्याप्प लाएर यहाँ चाहिँ अब चेन गेट हुन्छ। चेन गेट कस्तो राम्रो क्या। यो ढोका पनि ठुलो भयो क्या। राम्रो भयो। यत्रो हुन्छ त न त चिचिक्कै ठुलो ढोका राम्रो छ। यो चाहिँ यस्तै छ। म भित्रको नि तपाईँहरूलाई अपडेट दिनेछु। यो चाहिँ बाहिरको होला। सुरुमा बाहिरको यस्तै छ। यहाँनिर चाहिँ यता यहाँ माथिबाट देखाउँछु तपाईँहरूलाई घर कस्तो देखियो भनेर चाहिँ। यहाँबाट चाहिँ म एकदम मजाले देखिन्छ। यहाँबाट देखाउने छु हजुरहरूलाई म। यहाँबाट चाहिँ बबाल देखिन्छ है। पहिला कस्तो थियो र अहिले कस्तो छ तपाईँहरूले हेर्न सक्नुहुन्छ है। कस्तो दामी देखिएन त। उयो अरूको घर भइहाल्यो। यो ब्लू कलरको बोजूको अनि तलको रातो टिन भएको काकीको कति धेरै राम्रो देखियो त। पहिला खरको छाना थियो अहिले त राम्रो भएको छ। हजुरहरूले नै देश विदेशबाट सपोर्ट साथ दिनु भएर यो चाहिँ घर बन्न सफल भयो। एकदम हजुरहरूले मनदेखि साथ दिनु भएर आज यो अनु बहिनीहरूको अनि उनीहरूको फ्यामिलीकै भनौँ न उनीहरूको फ्यामिलीकै यस्तो राम्रो घर भयो। यो अनु बहिनीहरूको घर त कति भाइलाई नै पुग्छ क्या। भाइले अब घर बनाउनु पर्दैन क्या। अनु कहाँ छ अरे? पर्खन भित्र आउनु। अनु के गर्दैछ? आफ्नो कोठा सफा गर्दै हो? ओहो त्यस्तो हो। कस्तो दामी छ है। अनुको घरमै बस्छु है। मलाई नि राख्ने कि नराख्ने? झ्यालमा आफ्नै घरको झ्यालमा बसिराखी छे अनु चाहिँ। मेरो दुश्मन छ धेरै हामी हेरेको हेरे। मेरो दुश्मन छ धेरै हामी हेरेको हेरे। भन न। नाच्दा फेरि के अरे? जातेतिरै कुखुराको हुन्छ होइन जाते भनेको त अनु? अहिले नि म कुखुराको हुन्छ थाहा छैन? मान्छेको नि हुन्छ जाते ठाउँको नाम। ल म आउँछु नाच्नुपर्छ ल हामी अनि। ओके ल अनुभन्त्र छ ऊ चाहिँ प्र्याक्टिस गर्दैछ डान्सको। म चाहिँ हजुरहरूलाई देखाउँदैछु अनु बहिनीको घर।
तर यहाँ चाहिँ खोलाले ऱ्याक गर्छ क्या, यहाँ खोला छ क्या, खोला छ। अब यो पछि पछि त भत्किँदै जान्छ होला नि त। अनि यहाँको चाहिँ अब स्थानीय सरकारले यो चाहिँ हेरिदिनु भए हुन्थ्यो क्या, यो चाहिँ अब वाल लगाइदिनु भए हुन्थ्यो। यहाँ त्यो जाली हुन्छ नि, पानीले माटो नलगोस्, उयो नजाओस्, माटो गइदिँदै नजाओस् भनेर त्यो जाली कि त त्यो प्लास्टर गर्छ नि त्यो। हजुर के गरेको पर्छ नै एकछिन प्लास्टर गरिदिनु भयो चाहिँ राम्रो हुन्थ्यो। अनि यहाँनिर चाहिँ फेरि यहीँनिर पछाडि यत्रो ठुलो रुख छ क्या अनुहरूको घर पछाडि, यो पनि एकदम डरलाग्दो छ। होमबहादुर दाजुले के भन्दै हुनुहुन्छ हौ यहाँ तरदेखि, मलाई देखाउ भन्नुहुन्छ जहिले हो दाजु एकदम मन दुःख गर्दै हुनुहुन्छ। यही रुख हो क्या, यो बहिनीको घर पछाडिको रुख चाहिँ यही छ समस्या, सबसे ठुलो समस्या भनेको चाहिँ यो है। अब यहाँको अब सरकारले के गर्नुहुन्छ बारम्बार भनिरहेका छौँ हामीले। अब हामी भित्र भिजिट गराउने छु हजुरहरूलाई। खाजा खायौ भाइ? आयो टक्क रेस्ट गर्नु हुँदैछ दाजु अहिले चाहिँ, यत्रो टाइल्स लाउँदा बिहानदेखि। ए लाइन नभएर पो ए हो त्यो कति बोलो मलाई चाहिँ एकदम धेरै डर लाग्छ है। ओ माई गड यो कसरी टेक्नु यार, डरै लाग्दो। अनु लाइक दाजु यो लाइट बाल्दैन कहाँबाट बाल्छ? घर चाहिँ यस्तो छ अनु बहिनीको घर, ऐसा है बहुत अच्छा है। माथि बसिरहेको छ, यो किचन फ्ल्याटमा बसिरहेको छ, पछि त्यसरी नबस्नु। लाइट अन गर्नु न, लाइट बल्दैन के दिदी। यो चाहिँ फ्रिज राख्ने ठाउँ हो, यहाँ चाहिँ फ्रिज बस्छ। यहाँनिर यस्तै चाहिँ घरमा यहाँ ऱ्याक बन्छ होला, टक्क लगाएर बाहिर छ्याप्प लगाएर टक्क लगाएर कान फुटो। यहाँनिर वासरुम छ, यस्तो छ। अब यो पर्दाहरू लगाइन्छ, एकछिनमा कलर गरिसकेपछि के हो पर्दाको यो डन्ठाहरू भयो पनि सक्यो खै नानी। अनि यो चाहिँ आइस भाइको रुम हो, यस्तो छ। आइहाल्छु नि, को सोल्टी हुनुहुन्छ होइन, आइहाल्छु नि हो सोल्टीलाई हेर्नुको लागि। ए यो छोडा नगर काम गर्दै हुन्छ अहिले नि हो, अहिले म नि काम गर्दै हुनुहुन्छ क्या। कस्तो दाम कसम राम्रो, सोल्टीले कलर पनि एकदम राम्रो लाउनु हुँदो रहेछ। सोल्टी तपाईँलाई सुन्नु न कमेन्ट गरिराख्नु भएको थियो खोइ तपाईँको सोल्टी भन्दै भनिराख्नु भएको थियो, खोइ को हुनुहुन्छ उहाँ चाहिँ थाहा भएन। सोल्टीले यहाँ काम गर्दै हुनुहुन्छ, एकदम बिजी हुनुहुन्छ। सोल्टीको नाम सुदीप होइन? सुदीप होइन तपाईँको नाम के पो? ए दिपक सोल्टी, एकदम राम्रो काम गर्नुहुन्छ उहाँले चाहिँ। लाउनुहुन्छ यो मान्छेको लाएर चाहिँ झन् बबाल देखियो क्या, मलाई त थाहा पनि थिएन यस्तो मिलाउँछ भनेर। यो चाहिँ हाम्रो लास्ट भिडियो, अब आज त जान्छु भने अनु के भन्नु छ भन। त्यस्तो नभन्नु न कि जाने रुने कि नरुने मजा त ल पुरा माया गरिन्छ होइन गर्नु चाहिँ अनुले। अब के हुन्छ पछि देखिन्छ भनाइ जाने हो त हामी त। अनुको अस्थायी यसरी लुँदैछ। बिस्तारी गर्नै सोल्टी लड्नुहुन्छ नि फेरि आफ्नो ख्याल कसको हेर के बोलेको यस्तो बिस्तारी नै सोल्टी राम्ररी काम गर्नु है त। बाई बाई सोल्टी। अब हामी त गइ त हाल्ने हो। सोल्टीले दाजु यसमा के लागेको तपाईँको? यस्तोमा रातो लागिरहेको छ। अब डरलाग्दो कुरा गर्नुहुन्छ रहेछ, म त भाग्छु अब। कान्छा के गर्नुभएको लाग्छ?
कुट्नु पो पर्यो अब यस्तो कुट्छु खुट्टामा काँटीले घोचेको छ खुट्टामा काँटीले घोचेको छ सिर्कना हान्छु म हजुर जिस्का बिचरा सोल्टीलाई त्यस्तो नभन्नु न जिस्काउँदिन नि म सोल्टीलाई सोझो हुनुहुन्छ कान्छा अब हामी त जानु आँटेको भाइ भागिहाल्छ नरुवा न हौ हामी आउँछौँ क्या पछि भाइ तर भाइको डान्स चाहिँ खतरा रहेछ है हजुर खोइ कुन गीतको थियो ए यस खतरा कान्छाले चाहिँ दाजु यो चाहिँ कति दिनमा सकिन्छ होमबहादुर दाजु आज सकिन्छ यो सोलिङ पल्लो घर पनि आज दाजु ए यो आज सकिन्छ किन रुयो कान्छा भाइ रुयो भाइ त म तिमीलाई बिर्सिन्छु ल बाइक आजदेखि अनुरा मेरो बाई बाई त्यसो नभन्नु बाई 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 आजको भ्लग चाहिँ हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अनु त पुरा रुन थाल्यो क्या बिचरा घर जाने कुरा गर्दा आज कमेन्ट्स लाइक सेयर सब्सक्राइब गरिदिनु होला।